व्हाट्सअप फ्यान सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम राम्रो सन्चै अनि ठिकठाक छु अनि धेरै दिनपछि कति लगभग 1 year 2 years पछि मैले भ्लग हाल्दैछु अनि मेरो भ्लगलाई माया अनि सपोर्ट गरिदिनु होला मेरो च्यानलमा नयाँ पनि लाइक एन्ड सेयर सब्स्क्राइब गरिदिनु मन परेको जति शब्द कमेन्टमा ठौनुस् सकेसम्म रिप्लाई दिन नसके त मैले पनि भन्न सकिन्न त्यही हो अनि आजको मैले चाहिँ कति मतलब सकेसम्म भिडियो डेली हाल्ने कोसिस गर्छु अब सकेसम्म हालौँ न नसके त त्यही हो गाइज अनि अब यस्तै माया सपोर्ट गर्नु हैन अब भेडा चराउनु छ अनि भेडा चराउन मसँग लगायत म लगायत मेरा दुईजना एउटा बाउ एउटा भतिज छ अनि उहाँ भतिज उहाँ फुल्लिएर हैन उहाँ यस्तो झाडीमा हिँड्नु परेछ अनि त्यही हो अनि आजको सल्लाह अनुसार चाहिँ अब यो पारिपट्टि जङ्गलतिर यस्तोतिर भिजिट गर्नु पर्यो कस्तो रहेछ जङ्गल अब कहिले घुमाएको छैन अब एक्चुअली आज फर्स्ट टाइम घुम्दिउँ भनेर फेरि बाउ चाहिँ एकदम झ्यापमा ट्रिपमा छ होइन बाउ चाहिँ एकदम दिइराखेको कि रातभरि जात्रा हेर्नु गएर अनि बाउ चाहिँ अलिक झ्यापमै छ अलि हामी दुईजनाले अलिक केयरफुल गरेर दिउँसो चाहिँ त्यही हमाला भयो भने दमाला बजाउनु पऱ्यो दुईजना मिलेर त्यही हो अनि आज चाहिँ पानी पऱ्यो यस्तो मौसम एकदम चिसो छ भनौँ चिसो त के चिसो भने यहाँतिर चिसो त छैन तर हाम्रोतिर हिउँ पऱ्यो नि त अनि फेरि लोड पऱ्यो अनि हाम्रोतिर यस्तो हिउँ पऱ्यो नि त भाइ एकछिन हात गल्यो यार अनि सकेसम्म चाहिँ म चाहिँ भिडियो डेली ल्याउने कोसिस गर्छु अब नसके त मैले पनि भन्न सकिँदैन होइन अब यस्तो चिसो ठाउँमा बस्यो बाहिर बस्यो आउट अफ होइन घरबाट धेरै टाढा हो नि त लगभग हामी घरबाट आएको 1 महिना 1.5 महिना 2 महिना भइसक्यो बढी भइसक्यो त्यही भएर अलिक ढिलै हुन्छ हामी भ्लग चाहिँ सकेसम्म ल्याउने कोसिस गर्छौँ सकेन भने यसमा मैले भन्न केही छैन अनि मेरो च्यानललाई नयाँ हो भने लाइक सेयर एन्ड सब्सक्राइब फेरि भन्छु सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है गरे यस्तो तपाईँहरूले गर्ने त अनि हामीलाई माया भनेको हामी सानोतिनो छोटो मिठो ल्याउन कोसिस गर्छौँ तब तपाईँहरूले सपोर्ट चाहिँ गर्न छोड्नु भएन क्या है त गाइस ल अब अहिले दिउँसोतिर भेटौँला के हुन्छ सब आज तपाईँलाई देखाउने भेडालाई यो पानीको खोला तराउँदा बहुत थाकिसक्यो पसिना आइसक्यो यस्तो जाडोमा उहाँ होइन भतिजले उहाँ तार्दैछ होइन यहाँ भेडाहरू यता छ आधी यता छ आधी माथि आधी रुख त्यो जङ्गलको बाटोमा पुगिसक्यो यस्तो छ पारा एउटाले होइन यता आयो अब यतालाई फेरि उता लानु पऱ्यो पानी पऱ्यो यस्तो समस्या हुन्छ गाइस त्यस्तो रह्यो क्या पानी एउटा चाहिँ पर्नु राम्रो होइन एउटा चाहिँ नराम्रो क्या एउटा चाहिँ पर्नु राम्रो हुन्छ एउटा चाहिँ नराम्रै भन्छु माग चाहिँ एउटा उता बस्या हो गरेर हेर्न खुट्टा यस्तो चिसो भएको छ अमामा है चप्पल ल्याएर म चाहिँ चप्पल ल्याएर जाउँछु यस्तरी पानीमा यस्तरी फाले होइन हजुर चाहिँ अब पानी तर म चाहिँ भेडा फेरि यहाँ चिप्लिने सम्भावना छ होइन यस्तो छ यिनीहरू तर यिनीहरू आधी उहाँ माथि छ बाटोमा बाटोतिर चढिरहेको यस्तै चिसो छ होइन अब यो एउटा डेटाले यस्तरी क्या यस्तरी लानु पऱ्यो यस्तरी पानी यति चिसो छ अनि कहाँ सक्छ त ओहो मेरो भाइ यो कति सानो छ है यसलाई चाहिँ म चाहिँ यसलाई बोकेर लान्छु किनभने यो सानो छ नि त अरू चाहिँ अलिक ठुलो छ ऊ चाहिँ पानीले बगाउन त बगाउँदैन होला सानो छ त्यसो उसलाई चाहिँ म बोकेर उता पारी यहाँ लान्छु यसलाई चाहिँ यहीँ छर्छु यसलाई चाहिँ मैले दुखाउँछु क्या अब हेर मेरो पछि आउन सक्छ यति चिसो छ म ओए भतिज ओए यो पानी म घिन लाग्छ यार यो मान्छे बोले तर केही हुँदैन गइसक्यो होला पानी कहाँ पुग्यो है चिसो त ला चिसो सानोहरू छैन क्या सानो लगभग मैले उता पार गरिदिइसक्यो यो ठुल्ठुलो एउटा बाह्र छ पानी पऱ्यो यस्तो तनाव हुन्छ कि भतिज उहाँ पार गर्दैछ आधी बुइसो आधी यहाँ भतिज यस्तरी एउटा अब यहाँ 200 लगभग 200-300 छ होइन अब एउटा 200-300 चोटि ओह्रादोह्रो गर्नुपर्ने अवस्था हुन्छ यहाँ चाहिँ एउटा चाहिँ यति दुःख छ एउटा चाहिँ अब सजिलो छ यता आयो फेरि यो सानो उता पठाइदियो त यो फुच्चेलाई यसलाई चाहिँ दुध खुवाउने भएर मान्छेसँग अलिक नजिक हुन्छ क्या ल त्यही हो अब एकछिनमा यो भेडा पार गर्छु अनि तपाईँलाई फेरि भेट्छु नि त है जङ्गलतिर कस्तो अवस्था के हुन्छ तपाईँलाई फेरि म यस्तो दामी सिन देखाउँछु तपाईँहरूले हेर्दै गर्नु है बल्ल चाहिँ भेडालाई खोला तरेर भ्याएर नै यता पारी वनमा चराइरहेको छौँ पानी पनि सिमसिम पानी परिरहेको छ अनि
भतिस पछाडि आउँदैछ अनि म चाहिँ बिचमा छु अनि मैले चाहिँ लुगाहरू चेन्ज गरेर आएको हो किनभने फेरि पानीले भिज्छ अनि ज्याकेट बाबुले ज्याकेटहरू छ यही पातलो अनि प्लास्टिक ओढेर यो प्लास्टिक पनि थिएन मसँग अनि त्यही भएर गाउँमा यहाँ गाउँको दाइहरूलाई मागेको त्यही हो अनि आज यस्तो कस्तो भएको नि मौसमले यस्तो चिसो भएको यो बल असारको क्या असारमा हाम्रो असारतिर पानी पर्छ त लेक छिर्ने बेला यस्तो फिलिङ आइरहेको छ क्या पानी पर्छ अनि चिसो क्या लुगा सब चिसो भिजेछ नि त हेर्न खुट्टा सबै भिजेछ यो लुगाहरू सब भिजेछ कि पानी भिजेछ सबै त्यही हो पानी भिजेछ सब चिसो लास्टै चिसो तर त्यस्तो विधि चिसो चाहिँ भन्दिनँ है म यहाँको चाहिँ एकदम गाह्रो चिसो भइसक्यो नि भरे कसरी सुत्ने तर बनाउनु चाहिँ पालको घर बनाएको छ तर अलग स्टाइलमा सुत्नुपर्छ ठाउँ चाहिँ राम्रो छ घाँसहरू टन्ने लसब घाँसहरू छ यी घाँसहरू चाहिँ यहाँ वनतिर सबै घाँस छ पारिपट्टि यो तल चलाउने माथितिर नचलाउने माथितिर एउटै गाछ छ यसलाई म तल देखाउँछु ठाउँ चाहिँ हेरिरहनुपर्छ कि यहाँ किनभने बाघहरू आउने सम्भावना धेरै हुन्छ कि यहाँ बाघहरू आउने सम्भावना धेरै हुन्छ त्यसो गरेर आफूले अलि हल्का केयर गरेर टक्क अब न यताउति नझुलिकन यताउति नबसिकन म यस्तो टक्क म चाहिँ हेरिआउँछु कि बत्ती चाहिँ म चाहिँ हेर्छु दिनभरि लगाएर हेर्नुपर्छ अहिले मेरो चाहिँ अलिक खुट्टा अलिक अस्ति अलि मर्केर अलि म बिस्तारै हिँड्छु क्या धेरै जस्तो विधि फास्ट चाहिँ हिँड्न सक्दिनँ दौडिनँ अलिक हिँड्न अलिक छिटछिटो हिँड्न सक्दैन क्या किनभने एउटा खुट्टाले पनि अलिक सपोर्ट हुँदैन नि त गाह्रो हुन्छ अब एउटा दुइटा चाहिँ त पछाडि छ यो जङ्गलको यो बाटो छ नि त यो बाटोको उता पछाडि नै आउँदैछ एउटा दुइटा चाहिँ अनि यो नानो माकेसम्म भेरा नानीलाई मैले होइन पानीमा यो आएको नि त योलाई पनि नुहाइदिएँ यहाँको सब यो भेरा नानी मैले मेरो हातमा जुन भेट्छ त्यहाँलाई सबलाई नुहाइदिएँ कि यो ठुलो न यो चाहिँ अलि यो चाहिँ खतरा है यो चाहिँ अलि मान्छेलाई केही गर्दैन मान्छे भाषा आउँछ यहाँ खोजे यहाँ ल यहाँ त आइन यहाँ त यो चाहिँ अलि कस्तो राम्रो छ होइन सबैले बेच मलाई देऊ पैसा दिन्छु भन्दै थियो मैले चाहिँ यो चाहिँ नबेच्ने कुरा गरेको है किन यो चाहिँ एकदम राम्रो छ होइन मैले सोचे जस्तो छ कि राम्रो चिज त कहाँ मैले पनि बेच्छु त अलिक टाढो छ त्यही हो अनि आज चाहिँ यस्तो रमाइलो वेब फिल्म भनेको खै यस्तै होला जस्तो छ पहिलोचोटि होइन भ्लग धेरै पछि हालेर नै होला यस्तो भएको अब सकेसम्म चाहिँ हाल्ने कोसिस गरौँला है असार हो मलाई असारमा होइन डक्क लेकमा भेडा चरा जस्तो फिलिङ आइरहेको कि यहाँतिर यो पानी परेर यस्तै फिलिङ हुने रहेछ क्या टक्क भेडा चाहिँ अलिक कालो छ भोलि चाहिँ एकदम सेतो हुन्छ क्या भोलि चाहिँ सेतो हुन्छ घाम लाग्यो भने धेरै घाम लागेन भने त्यस्तै हो घाम लाग्छ फेरि दामी चमक्क चम्किन्छ क्या आफ्नै भेडा होइन कस्तो लाग्छ आँखासँग हो क्या त्यस्तो हो क्या अनन्जी ढाका छौँ यहाँ यो के अरे बोट बिरुवाहरू रोपेको भन्दैछ तर यो अस्तितिर खाइदिइसकेको चाहिँ यिनीहरू हो क्या यिनीहरू खायो भने चाहिँ एउटा पातको जरिपना लाग्छ अरे तर यो पातै खाइसक्यो कुन चाहिँले मेरै भेडाले खाऊ त भन्दिनँ खाएन त भन्दिनँ तर खानै नसक्छ तर है सब खाइदिइसकेको छ क्या यति जाडो छ कस्तो जाडो हौ हावाले उडाउँछ क्या हौ मलाई मेरो चाहिँ अलिक खुट्टा बिग्रेको क्या त्यसो भएर आएको मैले यो ओह्रालोतिर हिँड्न चाहिँ अलिक गाह्रै हुन्छ क्या छ बाटो नि कस्तो काडा मात्रै छ क्या यहाँ त यो मेरो कति सानो छ यो कति सानो हेर्नु त भएको मस्त्री आमा चाहिँ उयो तलको हो जाडो अलिक जाडो भएर के गर्नु कि गाई चाहिँ एकदम जाडो छ अनि बल्ल चाहिँ यहाँ आइपुगेको कि बेटा अनि माको समय
कस्तो माको डरै लाग्दछ हौ जङ्गल त यो बाचा बन्धन छ नि त यो बाचा बन्धन फिल्मको याद यस्तो छ कि याद दिलाउँला जस्तो छ कि बाचा बन्धन चाहिँ त्यहाँबाट क्या उयो रुखबाटै गरे गर्दै आए त भाइ यस्तो झडो झडो नभए नि माको चाहिँ कविता खाइन्छ कसम छ गाइस नगामला है न यो यतिको बलियो हुनु रहेछ मलाई चाहिँ यतिको आउने बात दिन्छु फेरि मैले बाँचियो नि कि बाँचेन अनि बाँचिन्छ यस्तै रहने नि त यस्तो मा कसम लो कति झाडो क्या कुहिरोला मान्छे डममा माछा लुगा सुगा नै सब च्यातेर यो अघि उयो काँडा तल झरेँ म च्यातेर तनाव छ तर यो लुगा मैले आज मात्रै लगायो म भोलिबाट लाउँदिनँ किनभने मैले अर्को ज्याकेट लाउँछु घाम लाग्यो भने ठिक छ घाम लागेन भने यही लाउँछु किनभने च्यातेको लुगा छ म नयाँ लुगा वेस्ट गर्न चाहन्न किनभने यस्तो चिसोमा मेरो नयाँ लुगा नो धुचा कुहिरो डममा लागिसक्यो यिनीहरू आदि यो सानो सानोहरू चाहिँ अलि बिस्तारै घाँस खाने बल्ल उमेर भएको नि त घाँस खाने उमेर बल्ल भएको छ अनि घाँस खाने उमेर बल्ल छ अनि बिस्तारै बस्छ कि चाहिँ अलिक सानो सानो बसेर खान्छ यो अगाडि ठुल्ठुलो हटाएर मैले म एउटा पात बजाउँछु यिनीहरूलाई मैले दामी स्टाइलमा बजाउँछु अलिक किराको अन्डाहरू हुनसक्छ त्यसरी पात चाहिँ हेरेर बजाउनु पर्ने अवस्था हुन्छ यो पात चाहिँ मैले यस्तरी बजाउँछु वर्षमा म यहाँ बनाउँदैछु कमा थर्टिङ रहेछ यो चाहिँ डिराले बजाउनु पर्छ है गाइस मैले चाहिँ ट्राई गर्छु डिराले यो यहाँ यसरी मोबाइल यहाँ हटाउँछु रुखमा फेरि मोबाइल खस्यो भने छैन है गाइस फेरि यहाँ यता देख्नु भएको कि भएन है म चाहिँ यता यस्तै बजाउँछु है यहाँ नै देख्नु भएको कि भएन भन्नु है फेरि मैले यहाँ के देखेँ मैले ब्याग क्यामेरा गरेँ नि त म चाहिँ मेरो मन लाउनु ला है म यस्तै बजाउँछु यो चाहिँ यस्तरी बजान्छ के हो नि यसरी बजान्छ यो भेडाहरू अलिक छिटो जान्छ अलिक आत्तिएर जान्छ क्या यो चाहिँ यसो यो चाहिँ अब मैले कस्तो बजाउँछ यो तपाईँले यो गोरे यो बाजा बन्दानी हेर्नु भाइ भएन होइन यो गोरे गुरुङको फिल्म यो चाहिँ मैले पहिला लगभग 9-10 वर्ष अगाडि हेरेको फिल्म हो यो चाहिँ यस्तै बजाउँछ कि गोदाइले ए बजेन म फेरि यो चाहिँ बजाउँछु म मिलाएर बिस्तारै बजाउँछु तर मेरो चाहिँ यस्तो पर्फेक्ट त हुन्न तर म जस्ट ट्राई मात्रै गर्छु गाइस हेर्नु है जस्ट ट्राई मात्रै गाइस मैले चाहिँ ट्राई मात्रै गरेको हो मैले यस्तो पर्फेक्ट त हामीलाई नि बजाउन कहाँ आउँछ र होइन हामी पनि यस्तो मुरली सुरल त कहिले बजाएन नि त यस्तो पर्फेक्टली चाहिँ म बजाउन सक्दिनँ तर म जस्ट यो बजाउन मात्रै सक्छु यतिकै यो अलिक ऱ्याम मिलाएर है यो मुखले अलिक लत बजाउँछ है मेरो त्यस्तै गरेर मैले बजाउन सक्छ तर यस्तो हावा लाग्यो गाइस होइन माछु पातहरू नि सब रुखहरू यस्तरी पानी फेरि कसम छैन मैले हिजो न्युजमा केमा देखेको थिएँ एकदम ठुलो पानी पर्छ भन्ने सुनेको थिएँ सायद पानी नै पर्न सक्छ बजी नै यसले कस्तै झाडो हो क्या त्यही गाइस अहिले भेटौँ न
बल्ल पानी पऱ्यो यस्तो पानी पर्थ्यो कि मा कसै यति चिसो भएको छ मा भेडा नि खाँदै खाएन कि ओछु हात यस्तो काट्यो हात एकदम दिनो जाडोले हात काट्यो त थर 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 माई गड जाडोको कुरै नगरौँ गाई जाडोको भ्यालुै छैन यार त्यहाँ मा तच्छ अहिले आजार बाजार मा पानी डेन्जर परेको पानी माको सिमसिम पानी यस्तो ठुलो पऱ्यो सिमसिम पानी पऱ्यो मोबाइल सब लुजिसक्यो क्यामेराहरू किसिम भिडियो ब्लग बनाउन खोजेको क्यामेरा सब लुजेर तनाव छ बाटो यस्तो सानो बाटो यो साँगरो छ बाटोहरू डाँडाको आधी 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 माथितिर छ आधी यता आधी यो तल छ आधी यो डाँडाको डाँडा पछाडि छ माको यति लटरममा छरेर खान्छ यिनीहरू मैले यसको यही बानी मन पर्दैन है यो चौतारामा हेर एकछिन बस्छ यार यो प्लास्टिकले केही आवाजै सुन्दैन कि घ्यार 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 आउँछ क्या मेरो कानमा लगभग आउन सकिन लागिसक्यो म यहाँ बस्नुको कारण के छ भने यो यिनीहरू यस्तो छ होइन अनि यस्तो यस्तो बिचबिचमा दुलो छ नि त यस्तो बिचबिचमा दुलो त्यस्तो दुलोहरूमा यसमा चाहिँ खुट्टा अड्किन सक्छ त्यस भएर चाहिँ यो बसेको नत्र बस्दैन है यो खुट्टाहरू अड्किएर भाँच्यो भने त यो साँपा चाहिँ लममा छिर्छ कि नभए यहाँ साँपा लममा छिर्छ नि उता हाम्फाल्दाखेरि यहाँ लममा छिरेर अड्किएर के गरेर भाँचिन्छ कि फेरि यिनीहरू अलिक सेतो सेतो भएको छ अहिले साँप यो चाहिँ 1 वर्षको यो 1 वर्षको अलिक यिनीहरू चाहिँ कसो भएर सन्दाखेरि बाँदर जस्तो छ यो नि आयो साँझ यो मान्छे त भात खाने भात खाने बाखाएर यो यिनीहरू सबै मल हेऱ्यो मदर सोधेको कति राम्रो राम्रो छ है बच्चाहरू यो झन् कति क्युट छ कति क्युटी छ क्या यो डिजाइन कति क्युट छ एउटा थियो मैले दुध खानु गइसक्यो यार चगिरी भाइ एउटा बाख्रा बच्चा उहाँ बाख्रा बच्चा चाहिँ उता अड्केर हिँड्दैन क्या नहिँडेर ओली लिएर हाल्छ नि चक्कास पारामा मसँग मेरो भिडियो बनाउनलाई मसँग मोबाइलमा चार्ज यति बढी पनि छैन कि अहिले कमै छ भनौँ कति सानो सानो टक्कामा कस्तो आनन्दले चढ्छ अहिले चढ्यो यत्रो जङ्गल घुम्यो अब यता ब्यासीतिर यो डाँडाको पछाडि छ गोरु चाहिँ यो माथि छ गुड त्यही हो आज चाहिँ अलि मिठो सिठो बनाउँ भनेको